हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। अनि हजुरहरूको कस्तो बानी छ? कसरी बेलुका पितृलाई पानी राख्दिनँ अनि बिहान उठेर फ्याल्ने। म चाहिँ जहिले यस्तो बानी छ क्या मेरो चाहिँ। अनि म चाहिँ फुलबारीमा फ्यालिदिन्छु बिहान उठेर। हुन्छ नि बेलुका खाना खाइसकेर ग्यासमा त्यसरी राख्यो भने चाहिँ पितृहरूले आएर पानी खानुहुन्छ अरे क्या, तिर्खा लाग्यो भनेर नियम छ नि त। अनि म चाहिँ त्यही अनुसार जहिले पानी राखिदिन्छु क्या। मैले त्यसपछि घर सबै सफा गरिसकेँ अनि आफूलाई नुहाइदिए गरेँ। गरिसकेर आफ्नो ब्रस सस गरिसकेर म चाहिँ फुलबारीतिर फुल टिप्न लागेँ। प्याराकपरि परेर फेरि धतुरो पनि टिप्छ। कस्तो राम्रो धतुरो फुलेको रहेछ। आज चाहिँ सोमबार थियो नि त। सोमबार त अब शिवजीलाई धतुरोको फुल चढाउनै पर्यो। कस्तो राम्रो फुलेको थियो हाम्रो। अनि गुलाब फुल पनि फुलेको रहेछ क्या, कति राम्रो माथि छतमा। अनि यो दुबो चाहिँ मलाई पहिलेदेखि रोप्ने यस्तो रहर थियो नि साथीहरू। अनि बल्ल बल्ल मैले अलिकति यो दुबो जगाएको छु क्या। अनि मैले हतार त सबै घरको काम सकेर म चाहिँ मेरो बिर्तामोड जाने काम थियो र बिर्तामोडतिर लागेँ साथीहरू। अनि दिदी पनि आउनुभएको थियो, दिदी पनि सफा जाँदै थियो। धेरै पछि हामी दिदीबहिनीको भेट भएको थियो र दिदीबहिनी त भएपछि त के चाहियो र। हामी दिदीबहिनी चाहिँ गफ गर्दै गर्दै सुरुङ्गातिर लाग्यौँ। दिदीले भिडियो नगरे मेरो भनिदिनु तर म दिदीको लुकी भिडियो गर्दै थिएँ साथी। अनि दिदी चाहिँ हस्पिटलमा उत्रिनु भयो, म चाहिँ बिर्तामोडतिर लागेँ साथीहरू। अनि बिर्तामोड गएको बेला मेरो आँखा पनि जचाउनु पर्ने काम थियो क्या। अब बिर्तामोड आएर कतिचोटि बिर्तामोड आउनु भनेर म चाहिँ आँखा पनि धेरै जचाएर आउनु पऱ्यो भनेर आँखा शिविरतिर निस्केँ। अनि म चाहिँ आफ्नो पाली वेटिङ गरिरहेको थिएँ क्या साथीहरू। अनि फाइनली मेरो पाली पनि आयो। अनि म चाहिँ भित्र गएर आँखा जचाएर निस्केपछि मेरो आँखा चाहिँ हल्का अलिक पावर बढेको रहेछ। अनि म चाहिँ एकछिन बाहिर निस्केर वेटिङ गर्न थालेँ। अनि मेरो वेटिङ पनि सकिसक्यो। अनि चस्मा बनाउनुतिर लागेँ। चस्मा बनाउनुतिर म चस्मा यसो हेर्दैछु क्या। अनि आफूले लगाएर पनि ट्राई गरेँ, मलाई कुन सुहाउँछ भन्ने म चाहिँ हेर्दैछु। किन अङ्ग्रेजी चाहिँ मलाई निस्काइदिन्छ क्या, तिमी राजाको छोरी चाहिँ देखिन्छ हो, जुन लगाए पनि कति राम्रो सुहाइरहेछ भन्ने हुन्थ्यो नि। म चाहिँ चस्मा पनि बनाइसकेर आँखा सिबीलाई बाई बाई गरेर घरतिर लागेँ साथीहरू। अनि यस्तो आज गाडीमा चढेको त गाडी त आज साथीहरू मैले जिन्दगीमा यस्तो खाली गाडी कहिले देखेको थिएँ क्या। खाली गाडी त यस्तो खाली नि, पुरै खाली थियो क्या। म त कति खुसी भएँ। अनि त्यसपछि यसो हेर्दै आएको त हाम्रो बिर्तामोडको भाटपाटिनी पनि बनिसक्न आँटिसकेछ। अब फाइनली भाटपाटिनी जाने दिन पनि आउन आँट्यो क्या साथीहरू। अनि म चाहिँ हतार गरेर घर पनि आइपुगिसकेँ। अनि सुरुङ्गा हुँदै घर आएँ। घर आएर खाना खान बसेँ क्या। म चाहिँ आज व्रत थियो। मलाई त भोक लागेर म फेरि बाहिर खान्न क्या। व्रतको दिन प्रायः म कहिल्यै बाहिर खान्न, त्यही भएर घरमै आएर खान्छु क्या। त्यही भएर घरमा आएर हतार फलाएर खान थालेँ। अनि त्यतिकैमा मेरो बुढाबुढी पनि पढ्न आएँ क्या। ट्युसन पढ्न बेला भइसक्यो त मेरो पनि ट्युसन पढाउन थालेँ म चाहिँ। अनि मैले बुढाबुढीलाई ट्युसन पढाएर छुट्टी दिएँ। त्यसपछि अब फेरि आफ्नो ड्युटीतिर त लाग्नु पर्यो साथीहरू। सधैँको ड्युटी त खाना बनाउने नि हो। नि मैले चाहिँ आज मोरङ्गाको पातको दाल बनाउनु सोचेँ। मम्मीले चाहिँ आज कस्तो मोरङ्गाको पातको दाल खाऊँ न, शीतल हुन्छ, गर्मी पनि छ, ओभर भन्नु पनि हुन्छ नि त भनेर मैले मोरङ्गाको दाल बनाउन लागेँ साथीहरू। अनि मैले कुकरमा दाल बसाउनु छोडिदिएँ। त्यसपछि यतापट्टि मैले झान्नुको लागि सबै सामानहरू रेडी पारेँ साथीहरू। अनि मैले त्यसलाई जानिसकेपछि फेरि अब आलुदम बनाउनु पऱ्यो क्या साथीहरू। त्यत्तिकै त दाल मात्रै खाएर त हुँदैन नि त, आलुदम पकाउनु पऱ्यो भनेर मैले चाहिँ आलुदम पकाउनुतिर लागेँ। मैले चाहिँ सिम्पल तरिकाले पकाउँछु, यस्तो केही पनि हाल्छु छैन क्या। यी हजुरहरूलाई चाहिँ आलुदम कस्तो लाग्छ क्या? मलाई चाहिँ आलुदम एकदम मिठो लाग्छ। मैले पिरो पारेर मिठो पारेर पकाएको थिएँ क्या साथीहरू, कस्तो मिठो पक्थ्यो नि। अनि यो मोरङ्गा चाहिँ गर्मीमा शीतल पनि हुन्छ, दही पनि हुन्छ भनेर भन्छन्। हामी चाहिँ खान्छौँ, हामी चाहिँ यसरी नै खान्छौँ साथीहरू। हजुरहरू कसरी खानुहुन्छ? यति हजुरहरूले खानुभएको छैन एकचोटि अनिवार्य ट्राई गर्नु होला कि। यो चाहिँ यस्तो मिठो हुन्छ नि, हजुरहरू जिब्रो निल्नु हुन्छ क्या, त्यस्तो मिठो हुन्छ यसको दाल चाहिँ। आजको खाना चाहिँ यस्तै खाएर साथीहरू मैले। अब हजुरहरूले खानुभएको छैन। बाइ बाइ साथीहरू, सी यु नेक्स्ट भिडियो।